तपाईहरुले देखेको सपना हामी जिउँदैछौं। यदि हामी मरेर गएका थियौं भने सपना पूरा नहुन सक्थ्यो, तर नेपाली जनता जिउँदैछन् र जेनजी पुस्ता जिउँदैछ। त्यसो भएको हुँदा सम्पूर्ण नेपाली जनताहरुलाई भन्न चाहन्छु, तपाईहरु नडराउनुस्, परिवर्तन हामीले ल्याएको हो। तपाईहरुलाई अझै पनि भन्न चाहन्छु, कसैले कसैलाई च्यालेन्ज नगरौं, कसैले कसैलाई रुष्ट नबनाऊ। सबैजना यो देश हाम्रो हो, हामीले हाम्रा माग र एजेन्डाहरु राख्न पाउनुपर्छ। त्यसो भएको हुँदा हामी भाषण गर्न, साच्चै भन्ने भने भाषण नेपालकै तरिकाले जाने भने हाम्रो टिमले भाषण गर्न सक्छ। जेनजी पुस्ता त्यति राजनीति नबुझेको छ, कार्ल मार्क्सका सिद्धान्त के छन् सबै कुरा थाहा छ। तर के अब नेपालीले नेपालको सिद्धान्त बनाउँछ, नेपालीले नेपालको मुलुकको भाग्य र भविष्य बनाउँछ, डराउँदैन। अब त्यसो भएको हुँदा सडकमा आएको जेनजी पुस्ता, सम्पूर्ण नेपाली जनता तपाईहरु साथ दिनुस्। यतिखेर जब हामी आन्दोलन गर्ने बेलामा जुट्यौं, अब माग पूरा गर्ने बेलामा फुटेर हुँदैन। त्यसो भएको हुँदा यो अझै पनि भन्न चाहन्छु, फेरि कुनै राजनीतिक दलको दबावमा होइन यो कार्यक्रम, कसैले पनि केही गर्न नसकोस्। आज राजनीतिक दलका कारणले आएको यो होइन, यसरी आउनु परेको होइन। हामी भन्न चाहन्छौं, आन्दोलन कहिले पनि लिमिटेसन हुँदैन, कहिले पनि क्राइटेरिया हुँदैन। आन्दोलनले ल्याएको परिवर्तन कसैले पनि कमजोर नसम्झिँदा हुन्छ। आन्दोलन आवश्यकता थियो, आन्दोलनको आवश्यकताले अब डक्ट्रिन, नेसेसिटी अफ डक्ट्रिन हुन्छ। आवश्यकताका सिद्धान्तहरू परिस्थितिले पद्धति बनाउने हो, नियम बनाउने हो। त्यसो हुँदा हिजोका नियमबाट रुष्ट नेपाली जनताहरू आज नयाँ नियम बनाएर कार्यान्वयन गर्न चाहन्छन्।